हेलो एभ्रिवान, गुड मर्निङ। तपाईँहरूलाई चाहिँ आज धेरै दिन बादमा फेरि गोर्खे हाटको अपडेट देखाउँदैछु ल म। अहिले चाहिँ यहाँनिर टाइल्सहरू लगाएकोले गर्दाखेरि नि पुरा चाहिँ यहाँ गोर्खे हाट लाग्नु सकेको छैन, किनभने यहाँ टाइल्सहरू लगाउँदैछ। यहाँ सक्नुहुन्छ बेबिसमा आयो हो, यो चाहिँ भर्खर टाइल्स लगाएको नि त जस्तै कि, त्यसले गर्दाखेरि चाहिँ प्रपर चाहिँ अहिले गोर्खे हाट लाग्नु सकेको छैन। यहाँ टाइल्सको काम हुँदैछ, त्यो भएकोले गर्दा। तर पनि मोटामोटी यहाँबाट छ, तर सधैँ जस्तो चाहिँ छैन हाट, तर पनि यहाँबाट चाहिँ छ कन्टिन्यू उकालो। यहाँ सक्नुहुन्छ सब्जीहरू ताजा ताजा, इस्कुसको जराहरू ताजा ताजा आएको छ। यहाँ सक्नुहुन्छ हातको कामहरू पनि छ यहाँनिर, ह्यान्डक्राफ्ट। यहाँ सक्नुहुन्छ सब्जीहरू ताजा ताजा अर्ग्यानिक बस्तीबाट आएको सब्जीहरू यहाँनिर छ। यो जुन चाहिँ यो टाइल्सहरूले गर्दाखेरि चाहिँ नि अहिले त्यसले गर्दा चाहिँ प्रपर लाग्नु सकेको छैन, तर पनि मतलब 70% चाहिँ छ है, 30% चाहिँ छैन भनौँ न। 70% चाहिँ लागेको छ गोर्खे हाट, 30% चाहिँ लाग्नु सकेको छैन, किनभने कामले गर्दाखेरि। यहाँ हाम्रो गोर्खे हतारहरू यहाँ सक्नुहुन्छ। मान्छेको भिड पनि त है पहिला जस्तो छैन, कम्ती छ एकदमै। पहिला कस्तो भिड हुन्थ्यो यहाँनिर, आमा हिँड्ने जग्गा हुन्थेन। तर अहिले चाहिँ एकदमै खाली खाली लागिरहेको छ मलाई पनि है, तपाईँहरूले पनि देखिरहनु भएको छ, खाली खाली छ जग्गा, मान्छेको भिड त्यस्तो छैन। अब फेरि अब यो कामहरू टाइल्सहरू सबै भइसकेपछि चाहिँ फेरि त्यो प्रकार लाग्छ। यहाँ हेर्नु सक्नुहुन्छ अहिले अलिकति अफ सिजन पनि छ, असिनले गर्दा। यहाँ एल्युमिनियमको भाँडाहरू देख्नुहुन्छ। तर वेदर पनि त अहिले राम्रो हुँदैछ, अब चाहिँ विन्टरलाई बाई बाई गरेको जस्तो छ है। अब चाहिँ तातो तातो हुँदैछ। सेलरोटी देख्न सक्नुहुन्छ। यहाँनिर पाहाडे कुखुराहरू एकदमै, यहाँनिर पाहाडे कुखुराहरू छ, हाँसको बच्चाहरू पनि रहेछ, अचारहरू रोटीहरू। विशेष यहाँनिर सिकुटीहरू, सबै प्रकारको सिकुटीहरू पाउन सक्नुहुन्छ। यहाँनिर सब्जीहरू छ। यहाँनिर मोमो स्टल रहेछ, मोमो स्टलहरू हाम्रो दिदीहरूले बहिनीले लगाइरहेको छ, यहाँ पनि छ। त त्यस्तो छ आज।